नमस्कार हजुरहरू सेवाहरू सबैजनालाई सदा चाहिँ आज पनि हामी दिदीबहिनी मुखबाङ लिएर उपस्थित भइसकेको छौँ। हाम्रो चाहिँ यो के भयो भन्दाखेरि चाहिँ आज पनि मिस्टेक भएछ है दिदी। हाम्रो यो राखेको भाडा चाहिँ ठुल्ठुलो भयो, क्यामेरा चाहिँ हाम्रो अगाडि भयो। यहाँनिर दुधको चिया चाहिँ देखिरहेछ होइन गाइज। अब मिस्टेक भयो, भोलिदेखि चाहिँ हामी सपार्छौँ अर्कोपल्ट बनाउँदाखेरि। दिदीले चाहिँ आज लिएर आउनु भएको छ अकबरे नुडल्स, हेर्नु होला यस्तो गरेर देखाइदिनु न। हामी चाहिँ हतार हतार बनाउँछौँ, हतार हतार बनाउँदाखेरि चाहिँ हाम्रो चाहिँ मिस्टेक भइहाल्छ, किनभने हामीले टाइमलाई मेन्टेन गर्नुपर्ने हुन्छ नि त, त्यही कारणले गर्दाखेरि। अनि यहाँनिर छ है मेरो चाहिँ कोपी र आलुको सब्जी छ। अनि म चाहिँ आज चाहिँ आज चाहिँ मैले फेरि यो के लिएर आएको छु, मुरै र कोपीको सब्जीसँग मुरै खानेछु। अनि साथमा चिया छ, दिदीको चाहिँ पानी छ गाइज भन्दै। अनि हजुरहरूलाई सुरुदेखि लास्टैसम्म हाम्रो भिडियो हेरिदिनु होला, हेरेर लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला है त भन्दै हामी चाहिँ ढिला नगरिकन खानेतर्फ लाग्यो है त। खाउँ सेलिन्छ भने खाउँ पनि सेलाइदिन्छ। अब यम यम पिरो न म चाहिँ मुरै हेर्नुहोस् है। ए अब भाडाले गर्दाखेरि देखिँदैन, अब के गर्नु होइन, यस्तै भयो। म चाहिँ पानीबाट स्टार्ट गर्नु पर्यो, पानी खानु पिउनु। नेपालको याद आयो है मलाई चाहिँ। खाऊँ है, अब चिसो पनि भइसक्यो होला। ल खायौँ है त। फर्स्ट बाइट गाइज। खानु खानु मिठो एकदम पिरो चकिलो। मिठो मिठो। मेरो चाहिँ मुरै र पुरै मैले अलिक पानी चाहिँ फ्यालेको छु क्या। आलु होइन हुन्छ यस्तै हो। अलिकति फाल्नु भयो, अलिकति लाउनु भयो। आज चाहिँ गाइस फेरि टाउको चाहिँ काटिएको अवस्था छ है, के गर्नु। भिडियो काटिएको टाउको पनि नदेखिनु भयो, अलिक पछाडि नै सर्ने बेला हो क्या। यो चाहिँ म चाहिँ मजाले पहिला चाहिँ मोल्छु है। खाना खाना यहाँ हेर्नुहोस् त मुरै र सब्जी आलु खतरा खतरा एकदम मिठो। फर्स्ट बाइट यम्मी यम्मी। ढक्क मासुको तरकारी र चिउरा खानु अन्त ल्याउनु भएको भए हुन्थ्यो नि। हुन्थ्यो, अब ल्याएन, धेरै हुन्छ भनेर क्या। जानु नि त लिएर आउनु, केही हुँदैन। म बस्नै भएको जानु। जानु नि जानु र तर अर्को भिडियोमा बनाउनु भने होइन ल्याउँछु होला नि गाइज। म चाहिँ उठाएँ एकछिन आउनुपर्छ, खान्छु भन्दै थिएँ बिर्सिहाल्नु छ। तपाईँले यही मिक्स गर्ने भन्नुभयो नि, स्वाद मिठो हुँदैन भनेर मैले चाहिँ नल्याउनु भनेको थिएँ। दिदीलाई चाहिँ खाने इच्छा रहेछ। मस्त पनि मिठो।
पूजामा खाएको जस्तै स्वाद यार। पूजातिर खाएको जस्तै उयो भयो। पूजातिर बनाउँछ नि पूजामा। चिउरा यति हो अब। अन्त यो तैँले जम्मै हालिछस् अनि किन त्यत्रो हालेको? अनि मान्छे धेरै छ नि त त्यो दिन। टम्मै हालिछस् अनि केही छैन किन्नुपर्छ। गर्ने हो खाने हो। मासु लिएर आएको गाई अब मासुसँग पनि खानु पर्यो चिउरा। केको लागि कमाउनु होइन त, खानुकै लाग्यो। खानुपर्छ गाई, खानुपर्छ। हामी फेरि चाउचाउले पनि छोड्नुहुन्छ घरमा फेरि। यो घरमा चिउरा हाले गाई मासुमा है। कुखुराको यो चाहिँ तरकारी हो, ग्रेभी। त्यो रातो ठुलो ठुलो लामो लामो खोर्सानीको भयो नि। ओ माई गड, म चाहिँ खाँदिनँ अब पिरो चाहिँ। ला मेरो त कस्तो काटिएको हो। छैन काटेको। बस्ने ठाउँ नभएर हो कस्तो बिजोग भयो नि हामीलाई चाहिँ। यो के राख्ने ठाउँै नभएको टेबल। यस्तो दुःखले बनाउँछौँ गाइस, हेर्दाखेरि लास्टसम्म हेर्नुहोस्। केही नगरे पनि यसो लाइक चाहिँ हानिदिनु होला। लाइक चाहिँ गरिदिनु होला। अब लास्टसम्म हेर्नु होला भिडियो चाहिँ। यस्तो दुःखले बनाउँछौँ। हाम्रो न बस्ने ठाउँमा राम्रो छ अहिले, न यो कपहरू, यो राख्ने ठाउँ छ, थाल के प्लेटहरू न राख्ने ठाउँ राम्रो छ, न क्यामेरा राख्ने ठाउँ राम्रो छ। हामीले रहर लागेर दुःखले बनाएको है भिडियो चाहिँ। दुःख छ परदेशमा, सोचेको राख्न सजिलो छैन। परदेश देखाउनु न यता हामी, यहाँ राख्नु न। ल खै खाएँ गाई चाहिँ फेरि अर्को पनि चिउरा मासु तरकारी। यति सक्नु भएको छैन नि फेरि। छैन, अलिक पिरो भयो, अलिक बिस्तारै खाने त्यो चाहिँ। कस्तो मिठो चिउरा, सुरुम त्यहाँ पनि हालेर खा न चिउरा। कोही दिन त मिठो हुन्छ क्या सुरुम। अब यस्तो भएपछि म पुरै मोटाउँछु फेरि। कस्तो मिठो मुखबाङ त गर्नु कि गाइस। चिउरा एकदम सुरुम छ। नेपालबाट आएको है गाइस चिउरा चाहिँ। चिउरा, नुडल्स, भुजा होइन। सक्यो भने किन्ने हो, म पनि अलिक हालेर खाने हो। रमाइ भन्छ नि एउटा टी मगरले। लु फेरि थपेकै गयो। खाने हो रमाइ बुढाको कमाइ। बुढाको कमाइ खाने हो रमाइ आफ्नै कमाइ। खाने हो रमाइ आफ्नै कमाइ भन्नु नि। आफ्नै कमाइ खाने हो रमाइ आफ्नै कमाइ। कुन टिकटकमा पो थियो कि केमा पो थियो? युट्युबमा, फेसबुक युट्युबमा आउँछ नि। उहाँको चाहिँ मैले मुखबाङ हेरेको छुइनँ, हेर्नुपर्ने छ। मासुको पिस भोक लागेको छ गाइस, त्यही भएर म चाहिँ धेरै नबोली पनि धेरै
क्यामेरामा अलि खाएको छ मिठो मिठो लास्टै तरकारी पनि एकदम पिरो रहेछ गाइस। हिजो बनाइन त्यो भिडियो भेरी होइन अस्तिको दिन बनाएको मैले एक्लै अस्तिको दिन बनाएको एक्लै हिजो बनाउनु पऱ्यो भनेर हाम्रो साथी आउँछ नि रानी आएर माया भन्नु थाल्यो नि फेरि मेटाइदिएको सुन्दै थिएँ भनेको त्यसले कुन गाई छु मलाई हाँस उठ्यो अब राशिद गाई छ खारेर गाई त अघि आएको गाई चेरो हो ठुलै गाई छ ठुलै गाई छ होइन माइला गाई छ मेरो ऊ रहेछ क्या हाँस्यो कस्तो भयो गाई छैन एकदम पिरो रहेछ बाफै हाँसेको बित्थामा त्यो हाँसो पनि झर 12 मिनट भयो होला केही छैन ल बज्यो गाइस माइन्ड नगर्नु होला बच्चा खाँदाखेरि यो चाहिँ लास्टै बनाएर खाइन्छ एकदम पिरो छ दुइटै मेरो त गाई छ आज खानु मन लागेर ल्याएको खास गरी चाहिँ मैले यही मात्रै खानु भनेको लोटस फेरि चिउरा तरकारी खानु मडायो धेरै ल्यायो कि क्या आमा ल माइला गाई छ कि काँचा गाई छ संसारै मारिहाल्यो एकदम मिठो एकदम मिठो गाई चाहिँ मैले चाहिँ लोटस खाइसकेँ चाउचाउ हेर्नुहोस् अझै अब यो खानु बाँकी छ हालेर खाएँ म सानो खाइँदा नि मैले पनि त नि पिरो पनि एकदम पिरो भयो तरकारीमा एकदम फिलफिल आज मैले मरिचहरू लौङहरू
सबै पड्काएको क्या खुर्सानी। खेतबाट ल्याएको धेरै खुर्सानी भनेर एकदम पिरो रहेछ। यो पनि पिरो छ। गुलियो गुलियो पिरो छ। सुटीले माङ्सालाई दिएको खाइहेरेको पिरो रहेछ र प क्याप्सिकमको खानु पऱ्यो। एकछिनमा खानु पऱ्यो खराब पऱ्यो। अब एकैचोटि ल्याएर नै बिर्सी हाल्यो है। गएछ मासु। चिउरा चाहिँ साह्रै झुरम झुरम क्या भुजा जस्तै। भुजा जस्तै झुरम 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 भएको छ। भुजा भन्दा मिठो चिउरा नि। झुरम झुरम छ। वाह चियाको स्वाद त झन् खतरा मिठो। खाइसकेको लुगा सक्यो गाइज सक्यो। अनि सानो खाएँ त 2 बटुकै खाएँ क्या हौ मैले त। मैले 2 प्याकेट चाउचाउ नुडल्स 1 प्लेट चुडा तरकारी दर खाएँ। खानु पनि सक्दिनँ उभिएर डढेर दुखेर फुत्रुकै भइरहेछ गलेर। अबदेखि आउँदा चाहिँ यो उसमा ल्याउनु हुँदैन बोटुकामा। बिर्से पनि हाल्यो भने अन्त भनेको त सबै सोडेर खानुपर्छ। अनि मुखबाङमा त सबै खानुपर्छ त। हाम्रो दिदीले चाहिँ मजाले खानुभयो है। 2 प्याकेट हाम्रो दिदी खुवाइ पनि दामी छ। अब यो यसरी बनाउँदै गयो भने मोटाउने त कति हो कति हो। यो पनि मिठो खाइसकेर नमिठो सबै गम्की गम गम्की गम खान्छे। यो चाहिँ भन्नुहुन्छ भने हड्डी है केही उबारिन गाइस। अब सबै खाइसक्यो खाइसकेँ। यो प्लेटको पनि यता 2 प्याकेट खाइसकेँ।
भन्दै हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो हेरेर पक्का पनि इन्जोय लिनुभयो होला भन्दै आजलाई यति नै। हजुरहरूले सुरुदेखि हेरेर लास्टैसम्म हेरेर साथ दिनु होला अनि साथ दिनुभयो होला। हेर्नुभयो भने हजुरहरूलाई धेरै धेरै हृदयदेखि नै धन्यवाद। अनि लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला भन्दै आजलाई बाई बाई। टेक केयर।